अझै त्यो क्लोजमा केही नसाथै अलि ब्याक गर्नु अलि पछाडि गर्नु गुड मर्निङ फ्रम अस्ट्रेलियन बेसिक क्याम्प है। हामी चाहिँ आज टोलबाट देउसी भैलो कार्यक्रमको टुर आएको छौँ। सानो भाइ बहिनीहरू छ सबैजना, एकजना साथी पनि छ लौरे होइन, ऊ चाहिँ उतातिर पनि देखाइदिए। सबैजना भाइ बहिनीहरू चाहिँ आफ्नो ठाउँमा रमाइलो गरेर चाहिँ टोटल 50 जनाको ग्रुप आएको छ। अब नास्ता गरे, अब चाहिँ हामी फेरि पोखरातिर जाने प्लान गर्दैछौँ। पोखरा जान्छु, हजुरहरू जोडिँदै गर्नु होला। ल यहाँबाट देख्ने भ्यू चाहिँ यति रहेछ होइन, राम्रो छ हिमालहरू। ल अनि भाइहरूको ग्रुपलाई चाहिँ कस्तो लाग्यो अस्ट्रेलियन बेसिक क्याम्प? बोल्दैन त, कस्तो लाग्यो अस्ट्रेलियन बेसिक क्याम्प? ल मलाई त एकदम रमाइलो लाग्यो यो ठाउँले। फर्स्ट टाइमै आएको, तर जे होस् अनुभव हो अस्ट्रेलियन बेस क्याम्पको चाहिँ। हामीले हेर्न सक्छौँ हामीले यो माछापुच्छ्रे हिमाल होइन, विभिन्न प्रकारको हिमालहरू सब देखिन्छ यहाँबाट चाहिँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ, ट्याक्क भिजिट गर्न सक्नुहुन्छ। अस्ट्रेलियन बेस क्याम्प चाहिँ एकदम राम्रो छ। जे होस् हामीलाई चाहिँ ठिकै लाग्यो, सोचेको भन्दा ठिकै रहेछ र राम्रो पनि छ। धन्यवाद भन्दै म चाहिँ हाम्रो कान्छा लिन्छु। भाइलाई चाहिँ राम्रो लाग्यो, तँलाई चाहिँ कस्तो लाग्यो भन्दैन त? ल बोल्दैन त, बोल्थ्यो यसो अनुहार देखाइदियो नि, बोल्न बोल। ल लाज लाग्यो अरे बहिनीलाई बोल्नलाई। तँलाई कस्तो लाग्यो? होइन राम्रो लाग्यो, तँलाई कस्तो लाग्यो? एकदम दामी लाग्यो, यस्तो दामी ठाउँ देख्ने यतातिर बादल सादल एकदम राम्रो। विनोद भाइलाई कस्तो लाग्यो त भनिदिनु त? मलाई ठिकै लाग्यो, रमाइलो भयो। हिजो राति गीत गाएर बसियो होइन, मोमेन्टहरू बनाइयो, ठिकै छ, राम्रै छ यो ठाउँ। रमाइलो भयो होइन त्यसरी ग्रुपमा आउँदाखेरि? ल अब साथीलाई कस्तो लाग्यो यसो बोल्दै थोरै? के आयो जस्तो भन्यो मलाई त। यो मान्छे घरबाट देखिरहेको हिमाल अनि यो त बरु पिसिलको डाँडै ठिक थियो यार। बेकार राम्रो लागेछ, कसैलाई राम्रो नलागेछ हेरे देखेर होला यस्तो लाग्यो। सीता बहिनीलाई कस्तो लाग्यो भन्दै? ठिकै लाग्यो, ठिकै, त्यति साह्रो मन परेन भने? एकदम राम्रो भइरहेको छ हाम्रो टुर। कस्तो राम्रो लाग्यो लागेन भने? राम्रो भयो, रमाइलो भयो होइन? ल हाम्रो भाइहरूलाई रमाइलो लाग्यो अरे, हाम्रो बहिनीहरूलाई कस्तो लाग्यो सोध्नु पर्यो है। बहिनी कति रमाइलो भयो? कस्तो लाग्यो? राम्रो लाग्यो? नभाग्न कहाँ भाग्यो तिमीहरू? के गर्दैछ त्यो? ल यहाँ हाम्रो टोली यहाँले चाहिँ हामी देखाइदियो सबैजनालाई। को बोल्ने हो? ल कस्तो लाग्यो? एकदम रमाइलो, रमाइलो मात्र लाग्यो? एकदम राम्रो ठाउँ चाहिँ राम्रो लाग्यो। तपाईहरु यहाँ फिक्स आउनु पर्छ, त्यही हो है। अब यो लाइफमा कहिले पनि छुटाउनुहुन्न, आउनु पर्छ। अनि धन्यवाद। अनि यता आयो मलाई त रमाइलो भयो। ग्रुपमा रमाइलो भयो तिमीलाई? दामी बबाल भन्न कतिको रमाइलो भयो? गीत गाए त्यसै रमाइलो भयो। गीत गाए तपाईले दोरी गाएर त्यसै रमाइलो भयो। हो त? तिमीलाई त्यही हो, कस्तो? त्यही हो भनेको चाहिँ रमाइलो भयो। रमाइलो रमाइलो भन्दा नि धेरै लाज लाग्छ। अब अझै हामी अझै यो क्लब अलिक पछि-पछिसम्म गरेर हामी अझै पुस्ताङ जानुपर्छ, रमाइलो गर्नुपर्छ। त्यही हो, धन्यवाद। धन्यवाद बहिनीहरूलाई। तिमीलाई नरमाइलो लाग्यो रे? एकदम किन नरमाइलो? नभागन तिमी बोलेको सुन्दैन क्या? यसै किन यस्तै? किन रमाइलो? यसै ढाड्दिएको, यसै ढाड्दिएको रमाइलो भयो। तिमीलाई त रमाइलो भइहाल्छ नि, अनि घुम्न पाछ है? भइहाल्छ नि, रमाइलो भयो है। ल अझै रमाइलो गर्नुपर्छ तल गएर। कसै
अब बहिनीलाई कस्तो लाग्यो मलाई ठिकै लाग्यो ठिकै लाग्यो रमाइलो छ है भनेपछि अब तल पोखरा गएर रमाइलो गर्नुपर्छ है ओ यहाँ यता देखाइ त यहाँ भाइ भाइहरू हेर यहाँ तास जुवाडीहरू ल सबैजनालाई कतिको रमाइलो भयो यहाँ बोल्दैला हेलो दाइ नमस्कार सब्स्क्राइब गर्न नबिर्सिनु होला ल सब्स्क्राइब पनि नबिर्सिनु रे यहाँ यस्तो ग्रुप छ रमाइलो छ अर्को बन्द छ क्या यो हाम्रो कोठा बन्द आफ्नै कोठा चिनिएको खोल न खोइ बन्द कुहिरेहरू पनि आफ्नो उसमा छ है ल यहाँ एकजना ग्रुप रहेछ यहाँ ल विद्या बहिनी कस्तो लाग्यो रमाइलो भयो कतिको रमाइलो भयो राम्रो ठाउँ रमाइलो भयो कि ठाउँ राम्रो भयो कस्तो लाग्यो राम्रो लाग्यो कि रमाइलो लाग्यो रमाइलो लाग्यो कतिको रमाइलो लाग्यो ल यता हेर बोल नबोले नि यता भन न कतिको रमाइलो भयो एकदम रमाइलो भयो चन्दा बहिनी कतिको रमाइलो भयो राष्ट्रिय रमाइलो लाग्यो हो र कति बजीसम्म रमाइलो गरेर त्यति राति कति 10 बजीसम्म मात्रै ल अब पोखरा तल झर्नुपर्छ रमाइलो गर्नुपर्छ दिपाना बहिनी एकदम रमाइलो ल खोइ कहाँ गयो अर्को छैन ल भागेर हाम्रो भाषण डोलीले भात खाँदैछ तल छ अलि धेरै धेरै खायो भात ल अलि धेरै धेरै खा फर्स्ट प्राइज रेडबुल हो नि फेरि जसले धेरै खाना खान्छ त्यसलाई रेडबुल यहाँ नै भित्र गर्ने मैले गरिसकेँ भित्र गर्दा फर्स्ट प्राइज रेडबुल हो नि है कसले खान्छ है दबाएर खानुपर्छ तिम्रो कति पुग्यो अरे कति पुग्यो अरे 5 ल हाम्रो खानाको विनर आज ऊ हुन्छ जस्तो छ माथि पनि पुरा अरे 3-4 कति हो केटीको विनर चाहिँ हुन्छ जस्तो छ भात थप आउँछ होइन कालुले बस एकछिन बस त भन्थे हेर्ला है खायो दालबुडे हाम्रो केटीमा चाहिँ सबैभन्दा धेरै खाने ल पाउन अगाडि पनि गर्नु भयो गाइस हामी चाहिँ माथि सरङकोट उकालो चढ्दै मान्छेहरू वेल सेल आउँदैछ हामी डराउनु अनि उता माथि मान्छेहरू पनि धेरै आएको छ हेर्न सक्नुहुन्छ सास त जान्छ क्या त्यही हो हामी चाहिँ भैलो गोटी
भैलोको खेलेर यसो पैसा उठाएर घुम्न आएको वाल मान्छे छ होइन त्यही रहेछ गाइज फाइनली हामी आधा बाटोसम्म गइसक्यो तलबाट वाल मान्छेहरू आइसक्यो र अझै धेरै छैन अब केही छिनमा आइपुग्छ हामी सारुङकोट अब यो चाहिँ के हो त अनि यहाँ सारुङकोटै हो यो मन्दिर भयो नि त यहाँ मन्दिर छ निकै सक्नुहुन्छ आइरहेको छ मान्छेहरू भ्यू पनि त्यस्तो राम्रो देखिएन यो अहिले धुवाले गरेर पपुलेसन पपुलेसन होइन त ऊ के भन्छ मन्दिर आइसकेको ठाउँ यो नै हो हेर्दै गराउनु होला खाना खानु बस्नै छ तल अरू कोही बसेको छैन नि होइन तल प्यारालाइडिङ हान्छ यता नि के बोल कारका यो हिमलसँग त खै यो हिजो क्या हिजो हाम्रो अनिस दाइ आइज छ पाउनु पाउनु मनी तल एउटा दामी 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 तल हेर्दा हामी सबले सोध्नु पर्ने हुन्छ सही हो के भन्ने सही हो सही हो रमाइलो 100 इधर इधर यता ल्याउनु तपाईँलाई कस्तो अनुभव भयो कहाँ यहाँ आउँदा छे के भएको छैन भइहाल्छ होला यसलाई बस्नु आयो सुभा फुलले कस्तो भयो त नि रमरम उडिरहेको ल है त चल्यौँ ल एउटा चल्दै हो हामी चाहिँ त मन्दिरनिर आइसकेका छौँ हाम्रो केटाहरू उता छ सब है सब केटाहरू उतातिर छ हामी चिल हो मन्दिर छ गणेश भगवानको 5 र टाउको रहेछ फर्स्ट टाइम देखेको होइन जुन रमाइलो भइरहेछ अब त अब के भन्नु त अब सबै सँगै छ होइन सही हो चिलाइरहेछ भन्नु केही छैन अरू है अब भने हाम्रो यता साइडमा हुनुहुन्छ खेम सर होइन हाम्रो पट्टी सर हुनुहुन्छ हाम्रो एग्रो ब्लगर कस्तो अनुभव भयो त नि हजुरलाई मलाई अब राम्रै भन्नु होइन यस्तो हिजो राति कस्तो मजा आयो त नि मलाई ठिकै भन्नु अब खासै रमाइलो लागेन भनिदिइहाल्छु अस्ट्रेलियन बेस क्याम्पमा जाडै नहुनु खाएन श्रीकान्त दादा सही हो कस्तो अनुभव भइरहेको एकदम राम्रो यो के भन्ने सो गाइज हामी चाहिँ यता पोखरामा छौँ सही हो सब बहिनीहरू लगाइरहेको छ त्यही नै हो अब हामी माथि जान्छौँ होइन यही हो कस्तो लाग्यो शरणकोट यता फर्केर ठिकै लाग्यो ठिकै मात्रै हो। ल तिमीलाई चाहिँ कस्तो लाग्यो ठिकै मलाई राम्रो लागेन उसलाई चाहिँ राम्रो लागेन अरे शरणकोट कहाँ घुम्नु मन थियो मन घुम्न आउन मनै थिएन मलाई किन आएको थियो त्यसो भए एन जमजम भन्छ त्यही भएर घुम्न मन नभएको मान्छे आएर रहेछ ल सुमन भाइ त अब हिजो त अब अलिकति उयो थियो बल्ल आज चाहिँ अलिकति होसमा रहेछ ल कस्तो लाग्यो है एकदम रमाइलो लाग्यो मलाई चाहिँ है अब के भन्ने अब यस्तै हो पाठहरू सिकाएन के भन्दा अब सिकाउनु पर्दो रहेछ अब के भन्ने बिर्सिएको अब के भन्दा अब यस्तै हो हल्का हल्का मिस्टेक भयो हल्का हल्का मैले गर्दा सबलाई अफेयर गर्ने त्यही हो ल हाम्रो बहिनीलाई कस्तो लाग्यो ठिकै 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 मात्रै रमाइलो लागेन ठिकै मात्रै उसलाई चाहिँ ठिकै मात्रै लाग्यो रमाइलो नलागेको छ ल अहिले चाहिँ हामी शरणकोटको टुप्पोमा आइपुग्यो होइन सबभन्दा टप हो यो चाहिँ भ्यू हेर्ने रहेछ टप पोइन्ट रहेछ भ्यू हेर्ने चारैतिर दामी देखिने रहेछ हिमाल दिउँसीको ठ्याक्कै 12 बजे छ अहिले अलिकति तल चाहिँ राम्रोसँग भ्यू नदेखिँदो रहेछ कुहिरो नै कुहिरो खासै क्लियरली नदेख्दो रहेछ राम्रो चाहिँ राम्रो रहेछ मेरा बहिनीहरू फोटो खिच्दैछन् यहाँ यता पनि घुमाइरहेन ए रमेश भ्यू कस्तो कस्तो देखिँदो रहेछ एउटा ए तल मूर्ति सुर्ति होइन
दामी मान्छे पनि प्याक डाँडामा ताल देखाएको छ उहाँहरू बहिनीहरू फोटो खिच्दैछ अलिकति देखाइदियो नजिकबाट किन हो र क्लियरली नखोलेको के वेदर चाहिँ ल भयो 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 लेफ्ट साइडतिर हिँड्दैछ हामी चाहिँ के भन्छ अरे काइटको लागि अब यसो 1 घन्टा जति बुक गरेर मान्छे बहुत टाक्छ लेफ्ट साइडमा ल अब ग्रुप आइसक्यो यहाँ कतिको एक्साइटेड छ तिमीहरू एकदम एक्साइटेड छ र लाइक हाम्रो प्रीति बान्जी यत्रो छ नि खेल्नेले अर्को त्यहाँ अन्त ब्याङ्केटी हेर्छु होइन Mari,